Assalamualaikum. كيف الحال كويس؟ ودي فلبينو. أيوة فلبين نيبال. I'm نيبال. السلام عليكم. كيف الحال؟ كويس كيف الحال؟ هذا مين هذا أبمن كيف كويس ولا؟ كويس أمون تعرف أمون سعودي أبمن. أنت من وين؟ يمن يمن जिंदाबाद. كيف جو सैमा रमाउँथे सैमा रमाउँथे पाए हुँदी छातीमै जुन चाहिँ यो सिको दमामको सिको नेरी चाहिँ एकदमै यहाँनिर बजार के कस्तो भइरहेछ बसाइ के हुनु रमाइलो चाहिँ इन्जोय हो 6 दिन काम गरिन्छ एक दिन घुम्न शुभ नाम के हो शुभ नाम दिनै बिर्से मान्छेहरू साउदी भन्ने बित्तिकै चाहिँ व्या भन्ने जस्तो गर्छ हैन वास्तवमा के कस्तो छ साउदी अरेबिया त्यस्तो हुँदैन साउदी अरेबिया चाहिँ कस्तो छ अब जुनसुकै देश गए पनि कमाउनको लागि जानियो मेरो हुन्छ नि पर्सनली विचार चाहिँ हो हेलो एभ्रिवान वेलकम ब्याक टु द 4K ट्युब युट्युब च्यानल तपाईहरु हेरिरहनु भएको छ द 4K ट्युब युट्युब च्यानल तपाईहरु सम्पूर्णजनालाई स्वागत गर्न चाहे मेरो यस च्यानलमा नमस्कार मेरो नाम करण सुनवार हो र यतिखेर चाहिँ म छु जुन साउदी अरेबियाको राजधानी रियादबाट चाहिँ लगभग 500 किलोमिटर पश्चिमतर्फ दमामको यो हाफ मुन नेरी यहाँनेरी السلام عليكم عليكم السلام كويس كيف الحال هذا أبمن كيف كويس ولا كويس أمون تعرف أمون سعودي أبمن أنت من وين يمن जिंदाबाद كيف going सलाम यमन जिंदाबाद ايوه ल मासलाम र यसै गरी चाहिँ म यो हाफ मुन नेरी छु यहाँनेरि चाहिँ एकदमै रमणीय दृश्यहरू चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ यतिखेर चाहिँ यो बीच नेरी रहेको छ र विशेष गरी हाम्रो यस आजको दिनमा फ्राइडे रहेको छ अनि घुम्नको लागि हामी चाहिँ हिँड्नलाई यहाँनेरि आइरहेको छौं अस्सलाम वालेकुम كيف الحال كويس ودي فلبينو. أيوة فلبين نيبال I'm نيبال كيف الحال أنت من وين يمن जिंदाबाद यमन फोक ها फोक कुल्लु फोक र यसै गरी यहाँनेरि चाहिँ अलिकति फ्राइडेको दिनमा चाहिँ अलिकति मुड फ्रेस गराउनको लागि चाहिँ यहाँनेरि यो हाफ मुन बीचमा आइरहेको छु देख्न सक्नुहुनेछ साथीहरू के छ सन्चै आरामै एकदम आज विशेष गरी साउदी अरेबियाको चाहिँ फ्राइडे छुट्टी हुने गर्छ र छुट्टीको दिनमा चाहिँ हामी इन्जोय गर्नको लागि निस्किरहेछौँ हैन साउदीको बसाइ के कस्तो भइरहेछ त साउदीको अब यस्तै हो अब गर्मी मौसम सुरु हुँदैछ समुद्रतिर धाउने कार्यक्रम अलिकति मान्छेहरू साउदी भन्ने बित्तिकै चाहिँ व्या भन्ने जस्तो गर्छ हैन वास्तवमा के कस्तो छ साउदी अरेबिया त्यस्तो हुँदैन साउदी अरेबिया चाहिँ कस्तो छ अब जुनसुकै देश गए पनि कमाउनको लागि जानियो मेरो हुन्छ नि पर्सनली विचार चाहिँ हो कमाउनको लागि जानियो अब यहाँ पनि कमाइराखेको छ इन्जोयको ठाउँमा इन्जोय गरिराखेको छ है अब रमाइलो यस्तै भइरहेछ हैन ठिकै छ हप्ताको 6 दिन काम गरे पनि एक दिन चाहिँ एकदम इन्जोय हुन्छ हैन लेट्स गो लो हेरौँ यसो सिप चढ्नेदेखि लिएर सबै हैन सिप त छैन त अनि आज यहाँ हैन अहिले अलि माथिपट्टि हो यहाँ पहिला हाम्रो कार्यक्रम चाहिँ पौडी खेल्ने अनि त्यस पछाडि चाहिँ हात हल्लाइदिनु सबैजनाले हाम्रो ग्रुप चाहिँ 9-10 जना छ है हात उठाउनु त सबैले के छ त साउदीको बसाइ के कस्तो भइरहेछ बसाइ के हुनु रमाइलो चाहिँ इन्जोय हो 6 दिन काम गरिन्छ एक दिन घुम्न शुभ नाम के हो शुभ नाम दिनै बिर्से रकी भाइ कुन ठाउँबाट घर नेपाल घर मेरो उता रौतहटबाट है साउदीको बसाइ के कस्तो भइरहेछ बसाइ एकदम राम्रो छ हजुरको प्रपर्टी 15 बिघा ल यहाँनेरि पौडी सौडी हान्ने चाहिँ कार्यक्रम भइरहेको छ यहाँनेरि भन्ने भन्दा नि सल्लाह भइरहेको छ कहाँनेरि हान्ने त ल यहीँनेरि हो नमस्कार हजुर सन्चै आरामै हुनुहुन्छ हजुर घर नेपाल कुन ठाउँ हो नेपाल काभ्रेमा साउदी अरेबियामा यहाँ
बेलायतको लन्डन काभ्रेको मण्डन काभ्रेली डन अलिकति तपाईँको साउन्ड बढाउनु न चिच्चाएर के काभ्रे कुन्ता बेसी काभ्रेको डन काभ्रेली बेलायतको लन्डन सम्धि काभ्रेको मण्डन भन्ने वा तपाईँले राइम साइम पनि हान्नुहुन्छ कि रप्पे अन्त अनि हो मिलाएर हो साउदीको बसाइ के कस्तो भइरहेछ बसाइ खतरा छ हजुर ल एकदम यो चाहिँ साउदीको हाफ मुन है यो हाफ मुनमा छ दमामको नजिकै को आउनु भएको छ तपाईँहरू आउनु भएको छ भने नि यसो कमेन्ट समेन्ट गरिदिनु होला ट्याक्क यहाँनिर चाहिँ इन्जोय पुरै फुल भइरहेछ विशेष यहाँनिर नुहाउनको लागि चाहिँ एकदमै तयारी गर्दै हुनुहुन्छ हाम्रो यहाँ मित्रहरू आजभन्दा 10 वर्ष अगाडि साउदी आएर साउदीमा पुरै खेल्दा समुद्रमा खेल्दै चाहिँ वाक्क दिक्क भएर भएको त्यही भएर भाइहरूलाई खेलाउनु लिएर नखेलेको होइन मैले चाहिँ खेल्दिनँ ल पुग्नु भएको छ झोलामा यहाँ लुगा कपडा छ दाइ कपडा लाएर पौडी खेल्ने ल हामी त रेडी भइसक्यो खेल्न ल ठिक छ विशेष गरी यो ठाउँ चाहिँ एकदमै बिच छ समुद्रको अनि यहाँनिर चाहिँ जुन फ्राइडेको दिन अथवा बेलुकाको दिन चाहिँ एकदमै विशेष गरी यो ठाउँ चाहिँ एकदमै बिच छ समुद्रको अनि यहाँनिर चाहिँ जुन फ्राइडेको दिन अथवा बेलुकाको दिन चाहिँ एकदमै यहाँनिर चाहिँ फ्यामिली चाहिँ घुम्न आउने गर्छन् होइन एकदम रमाइलो लिनको लागि यहाँनिर देख्न सक्नुहुनेछ र हामी पनि मिसिएका छौँ यहाँनिर यो जुन समुद्रको बिच रहेको छ भनेदेखि हाम्रो साथीहरू पनि यहाँनिर पौडी खेल्नको लागि चाहिँ एकदमै एकदम तयार अवस्थामा चाहिँ हुनुहुन्छ र तपाईँहरू पनि यहाँनिर बिचमा को आउनु भएको छ होइन दमामबाट नजिकै पर्छ यो बिच थाहा हुने साथीहरूले चाहिँ कमेन्ट गर्नुहोस् लाइक गरिदिनु होला र तपाईँले मनमा लागेको चाहिँ तपाईँले लेखिदिनु होला है त भाइ चाहिँ एकदमै यतिखेर चाहिँ पौडी खेल्नलाई एक्साइटेड भएर चाहिँ छिरिरहेको छ है त ल उल्टी हान्नु त उल्टी ल दौडेर गएर उल्टी हान्नु नि त ल सकिँदैन सुल्टी हान्नु नि त ल गएर ल्याम्मै ल एकदम एक्साइटेड भएर चाहिँ गइरहेछ यहाँनिर ओ माई गड के गरे यार फाइनली बिचमा चाहिँ हामी नुहाएर समुद्रमा नुहाएर चाहिँ हामी निस्केर गाडीमा बसिरहेका छौँ अब यात्रा चाहिँ कहाँसम्म डुङ्गा भन्दैन सिप भन्छ होला स्पिड बोट हामीले नेपालीमा डुङ्गा भनिन्छ स्पिड बोट होइन अगाडि छ उ त्यहाँ पौडी खेलेको एक्सपिरियन्स कस्तो रह्यो त केटा हो कस्तो भयो पौडी खेल्न त रमाइलो हो तर यो समुद्रको पानीमा खालि जति गल्ती गर्छु दाइ मैले हैन के चलेछ फेरि त कुरामा चाहिँ म पछि पर्दिन के खाने पहिला पानी दिनु एउटा पानी एउटा ठुलोमा एउटा मात्रै नेपालको तुलनामा साउदीमा पानी चाहिँ महँगो है महँगो होला नि के हो लास्टै बरु तेल सस्तो छ होइन अलमोस्ट नेपालमा यो हुन्छ नि एउटा यो बोतल बराबरको 1 जार पानी आउँछ 1 जार पानी यहाँ हाम्रो नेपालमा मार्केट नपाएको हुन्छ कुनै कुराले यहाँ तेल सस्तो नि होइन पानी सस्तो पानी महँगो पानी महँगो के लाने अरू के खाने चिसो रेड बुल खाने दुईटा बोक्नु नि दुईटा रेड बुल खै त रेड बुल यता होला नि कसरी थाहा भयो फेरि हावा यो त म त यहाँबाट नै रकसम्म बाँकी छु त चेप थाहा रहेछ त यार यहाँ टोटली काउन्टरकै छेउमा रेड बुल हुन्छ हो र पहिला नि आएको यहाँ प्रत्येक चोटि ल ठिक छ रेड बुल यत्रो ठुलो रहेछ रेड बुल यार कति भयो कम फुलुस 38 भएछ पैसा दिनु पर्दैन कार्ड टच गरेपछि सकिगयो यहाँ त पैसै पर्दैन के भयो यस्तो सिस्टम होइन डिजिटल युगमा आइसकेका छौँ हामी कतिजना हो साथीहरू यार टन्नै भयो त यार आमा के इन्जोय भइरहेछ फिलिङ गुड जाउँ न
साथीहरूले गलत भन्नु भएको छ one by one दोरी चल्दैन। तपाईँको पालो फर्स्टमा तपाईँ गीत गाउनु यो एउटा लाइन एउटा लाइन गीत गाउनु मलाई आउँदैन के ल यार सबैले गाउन एउटा गीत तपाईँबाट जाओस् ल तपाईँ पनि फटा मान्छे न एउटा कविता लो ल मलाई आउँदैन एउटा गीत गाएर ओइ 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 तिम्रो हो त्यो गीत चाहिँ मलाई मन पर्छ के एउटा गीत जस्तो हुन्छ त्यसले लगिन खत्रै हो मनी धन बोल्दैन लुलु बोल्दैन कोही पानी हातमा धुन्न एकछिन गीतमा ल ल रज्नु काब्रेली हो पनि काब्रेलीले बोलेपछि उलुलु सकिन्छ सकिन्छ ताली बजाउनु सकिन्छ डन पानी ताली बजाउनु न अलि मिलाएर नयाँ मिलाएर तपाईँ निभाउनु न उसले त पुरा गर्यो त तपाईँको पालो काटिन्छ झ्यापै मायालाई भने नि ठिक छैन जमाना अब ठ्याक्कै 1 घन्टा सोचेर चाहिँ भन्छु त्यसको टुकाउँदैन हैन ढुकुरले निलेन तिम्रो घिउको उलुलु छेउटु मिलेन ढुकुरले निलेन तिम्रो गीत उलुलु छेउटु यतिखेर दमदार दोरी चाहिँ चलिरहेको छ है हाम्रो केटाहरूको साथीहरूको होइन तपाईँले मात्र दोरी हुन्छ ल एउटा जाओस् एउटा जाओस् ल एउटा पश्चिममा झ्याल पश्चिममा झ्याल राखा सपनीमा आउँछु म ख्याल राख माया जल बुन्छुमा झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म समिकाको मकाको काको मकाको काको दैव संजोग मौकाले भेट भएको माया जल बुन्छु म झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म गर्छु रातिमा उठाउ चाहिँ रातिमा उठाउ है आउँदाखेरि कपडा माया जल बुन्छु म झिम सानो नजिक परेली भुतुकै हुन्छु म माया जल बुन्छु म झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म समिकाको मकाको काको म चाहिँ काब्रेली तिमी चाहिँ तलौको माया जल बुन्छु म झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म खोल्यौ झ्याल कौशीको म त केटा हो सेक्सी तनौको दियो दियो केटाले दियो दियो सानो नजिक परेली भुतुकै तनाउने खतरा थियो त अन्त तिमी बसमा म आउँछु टडकमा टडकमा भेट होला पुतली सडकमा नजिक परेली भुतुकै हुन्छु हे बेटा हुँदा कम्मरमै समाउली सडक होइन भेटौँला दमाउली माया जल बुन्छु म झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म गेराले गुड्लायो दाँतीमा गुड्लायो दाँतीमा घाँटीमा माया जल बुन्छु म झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म यसैमा रमाउँथे पाए हुँदी छातीमै झिम झिम सानो
नजिम्का परेली भुतुकै हुन्छु म छातीमा भने मरुभूमि भन्दा चाहिँ जुन यो समुद्रमा एकदम ब्युटिफुल नजारा चाहिँ हामीले देखिरहेको छौँ यतिखेर। तपाईँहरू हेरिरहनु भएको छ द 4K ट्युब युट्युब च्यानलबाट र जुन यो समुद्र रहेको छ भनेदेखि म समुद्रको बिचमा चाहिँ तपाईँहरूलाई नजाराहरू देखाउँदैछु। यहाँनिर मिलन भाइ हेलो के हुँदैछ यहाँ यार? मायालुको नाम पनि यस्तोमा लेख्ने हो त यार, ढुङ्गामा लेख्नुपर्छ। यार ब्युटिफुल एकदम। अघिको भन्दा चाहिँ यहाँको बिच चाहिँ एकदम राम्रो देखाएको छ है। लेख्नु त उल्टोले के लेखेको यो? भिडियोमा निरन्तर भइरहनु भएको छ र यसै गरी यहाँनिर चाहिँ फोटोसोटो सुट गर्ने कार्यक्रम चाहिँ गरेर हामी निस्किँदैछौँ होइन। यहाँनिर खासमा हामी स्पिड बोट ट्राभल गर्नको लागि चाहिँ आएको नभ्या यहाँ चाहिँ छैन रहेछ, पहिला थियो अहिले हटाएको रहेछ, त्यही भएको कारणले फेरि जाँदैछौँ बजारतर्फ। भिडियोमा बनिरहनु होला है त। हेलो यतिखेर हामी आइपुगेका छौँ यो सिक्को नेरी बजार। एकदमै यहाँनिर चाहिँ जुन सिक्को बजार भनेर चाहिँ हामीले चिन्छौँ, यो दमामको सेन्टरनेरि रहेको छ भनेदेखि यहाँनिर चाहिँ सामानहरू चाहिँ एकदम सस्तो सुलभ र राम्रो भरपर्दो पाउने भएको कारणले विभिन्न बाहिरी देशको मान्छेहरू चाहिँ यहाँनिर आएर जुन सपिङहरू गर्ने गर्छन् र त्यसको बिचमा म पनि परेको छु। मेरो रोजाइ पनि परेको छ भनेदेखि यहाँनिर दमामको सिक्को नेरी चाहिँ यो रहेको छ। जो साथीहरू आउनु भएको छ कमेन्ट गरिदिनु होला, लेखिदिनु होला तपाईँहरू। र यतिखेर चाहिँ म जुन तमाम सिक्को नेरी छु यहाँको नजारा मैले तपाईँहरूलाई देखाउनका लागि एकदमै तपाईँलाई कोसिस गरिरहेको छु। स्वीकारी दिनु होला। हाम्रो चाहिँ यो हाइलेक्स भएको कारणले गर्दाखेरि अलिकति मैले टाउको निकालेर भिडियो गरिरहेको छु, अनौठो नलिनु होला। यहाँको यतिखेर समय भन्नुहुन्छ भनेदेखि बेलुकाको 6 बजिरहेको छ र बेलुकाको समयमा यतिखेर भिडभाड चाहिँ एकदमै हुने गर्छ। विभिन्न देशको बाहिरी अजनबीहरू चाहिँ आएर यहाँनिर जुन किसिमको सपिङदेखि लगेर घर जाने क्रममा चाहिँ विभिन्न ठाउँबाट चाहिँ धेरै टाढाबाट चाहिँ यहाँनिर सपिङ गर्नलाई आउने गर्दछन्। हाम्रो बाहिरी देशको दाजुभाइहरू देख्न सक्नुहुनेछ। मैले तपाईँहरूलाई देखाउनको निम्ति एकदमै कोसिस चाहिँ मैले गरिरहेको छु है त। भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट पक्कै पनि गर्न नबिर्सिनु होला। जे मनमा लागेको कुराहरू तपाईँले पक्कै पनि कमेन्ट बक्समा लेखिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ, जुन देशबाट हेर्दै हुनुहुन्छ तपाईँहरू देशको नाम पनि लेख्नु होला, कन्ट्रीको नाम पनि लेखिदिनु होला। र यस ठाउँमा को आउनुभएको छ कृपया कमेन्ट भने पक्कै पनि गर्न नबिर्सिनु होला है त। दमाम सिक्कोमा तपाईँहरू गाडी लिएर चाहिँ आउनु भइरहेको छ भनेदेखि यहाँनिर चाहिँ पार्किङको एकदमै समस्या भइरहेको छ, किनभने पार्किङ यहाँ भेटिँदैन र तपाईँहरू ठुलो गाडी त यहाँ आउँदैन, एकदम सानो गाडीहरू मात्रै लिएर आउन सकिनेछ। र जुन किसिमले हामी चाहिँ यहाँनिर एकदमै जुन समस्या चाहिँ भोगिरहेको छौँ भनेदेखि यहाँनिर पार्किङ नभेटेर चाहिँ एकदमै घुमिरहेको अवस्था छ यतिखेर। र थाहा हुने साथीहरूलाई त एकदमै थाहा हुन्छ र थाहा नहुने साथीहरूलाई चाहिँ यहाँनिर पार्किङ चाहिँ अलिकति भेट्नलाई समस्या छ, गाह्रो छ। पेवाला पनि यो विशेष गरी आज चाहिँ फ्राइडे भएको कारणले पार्किङ चाहिँ एकदमै प्याक रहेको छ। पे गर्दा र अथवा निःशुल्क पनि पाइन्छ र अनि पे गर्ने ठाउँमा पनि एकदमै पार्किङ चाहिँ बिजी छ है। जुन चाहिँ यो सिक्को दमामको सिक्को नेरी चाहिँ एकदमै यहाँनिर बजार चाहिँ लाग्ने गर्दछ साथीहरू। यो चाहिँ जुन विशेष गरी नेपाली गार्डन भनेर चाहिँ हामीले चिन्ने गर्छौँ भनेदेखि तपाईँहरू को आउनु भएको छ यहाँनिर सामानदेखि लगेर फर्स्ट ह्यान्डसम्म पाउँछ र यहाँनिर विभिन्न किसिमको सस्तो सामानहरू चाहिँ बजार लाग्ने गर्दछ। विभिन्न किसिमको चाहिँ
सामानहरू पाउने गर्दछ यहाँनिर र तपाईँहरू जुन साउदी अरबियाको सिकोनेरी चाहिँ देख्दै हुनुहुन्छ यहाँनिर जुन नेपाली गार्डन भनेर नै चिनिन्छ होइन र जो साथीहरू चाहिँ आउनुभएको छ कमेन्ट चाहिँ गरिदिनु होला होइन जसले देख्नुभएको छ यो मार्केट चाहिँ र विशेष गरी यहाँनिर चाहिँ नेपाली गार्डन भनेर चाहिँ जुन दमामको सिकोनेरी चाहिँ हामीले यो चिन्ने गर्दछौँ र यहाँनिर सामानहरू पनि एकदमै सस्तो पाउँछ मैले बारम्बार चाहिँ भनिरहेको छु तपाईँहरूलाई देख्न सक्नुहुनेछ जुन मेरो एकदमै आज विशेष गरी बेलुका फ्राइडेको समय भइरहेको छ भनेदेखि यहाँनिर म्याच पनि भइरहेको छ भलिबलको जुन किसिमले यहाँनिर चाहिँ नेपाली गार्डन भनेर चाहिँ यहाँनिर चिन्ने गर्दछौँ हामीले है र को आउनुभएको थियो कमेन्ट बक्समा पक्कै पनि कमेन्ट गर्नु होला सबै साउदी बस्ने साथीहरूलाई त थाहा नै हुनसक्छ यो र यसै गरी यो चाहिँ नेपाली गार्डन भनेर चाहिँ चिन्ने गरिन्छ हेलो किधर से आप लोग इंडिया गुड ना ठीक है इंडिया गुड सऊदी किधर है सऊदी का कितना साल बैठा इधर सऊदी में सब कुछ अच्छा है बस हाँ हाँ अच्छा है सुकुल नहीं है ए यार कितना साल हो गया सऊदी में बैठा हुआ 8 साल मुझे 10 महीना अच्छा है हाँ अच्छा है सऊदी बहुत अच्छा है अच्छा है यार सऊदी मियाँ है किधर है ड्यूटी किधर है ड्यूटी अभी आरामको में है इधर घूमने आया आज हाँ इतना इधर ही इधर घूमने आया हो मियाँ है यार ये सिको बाजार है ना हम लोग जो अजनबी भाई लोग हैं वो लोग सामान खरीदने के लिए इधर सस्ता मिलता है अच्छा क्वालिटी मिलता है इसीलिए सब लोग का रोजाई दमाम सिको रहता है ना हाँ ओके ठीक है भाई इन्जोय योर फ्राइडे बाय बाय यहाँनिर तमामनेरि चाहिँ धेरै ठाउँको मानिसहरू चाहिँ आउने गर्दछन् जुन नेपाल भयो र त्यसै गरी पाकिस्तान इन्डिया होइन मैले बार भनिरहेको छु तपाईँहरूलाई यहाँनिर चाहिँ सामानहरू एकदम सस्तोदेखि लगेर महँगो होइन यो मैले स्ट्रेट मार्केटहरू चाहिँ मैले तपाईँहरूलाई देखाउँदैछु र सस्तो सामानहरू पाइन्छ सबैसँग पैसा हुन्छ भन्ने पनि छैन र त्यसै गरी मैले यो सामानहरू चाहिँ यहाँनिर देखाउँदैछु जुन सस्तोदेखि लगेर महँगोसम्म चाहिँ यहाँनिर सामान हामीले देख्न सक्नेछौँ र जुन साथीहरू तपाईँ आउँदै हुनुहुन्थ्यो यो आउनुभएको छ सबैले कमेन्ट गरिदिनु होला यहाँनिर नेपाली ट्राभल्सदेखि लगेर दमामको सिकोमा नेपाली होटल पनि रहेको छ र त्यसै गरी हामीले होटलमा गएर चाहिँ जुन किसिमले हाम्रो नेपालीले गरेको सङ्घर्ष अनि व्यवसाय चाहिँ गरिरहेको छन् त्यसमा चाहिँ मैले बिल्कुलै प्रमोट चाहिँ गर्न चाहिँ चाहन्छु मैले एकदमै हौसला चाहिँ मैले दिन चाहन्छु र नेपाली होटलमा जाँदैछु तपाईँहरू भिडियोलाई अन्तिम समयलाई यहाँ नेपालीले के गरिरहेको छ भने म तपाईँलाई सबै कुरा बताउने छु है त र दिनभरि थकाइ लागेको भएर यहाँनिर नेपाली होटल चाहिँ रहेको भएर खाजा खानालाई चाहिँ यहाँनिर आइरहेछौँ र आज दिनभरि चाहिँ घुमेर थकाइ भएको बावजुद पनि हामी यहाँनिर आइपुगेका छौँ जुन होटल नेपाली रेस्टुरेन्टमा चाहिँ यतिखेर छौँ र यहाँनिर बेलुकाको हामी डिनर गर्नको लागि तयार हुँदैछौँ यहाँनिर चाहिँ विशेष गरी नेपाली स्वादहरू मोमो चाउमिन अनि त्यसै गरी ढिँडो सुकुटी सेक्वा छोइला चाहिँ हामीले यहाँनिर पाउन सक्छौँ यति हामी साउदीमा भए तापनि हामी चाहिँ नेपाली स्वादहरू चाहिँ चाख्नको निमित्त चाहिँ यहाँनिर आउन सकिन्छ यदि तपाईँहरू दमाम सिकोको आसपासनेरि हुनुहुन्छ भने पक्कै पनि आएर ट्राई गर्न नबिर्सिनु होला है त यो रहेको छ चाउमिन है त बक चाउमिन नेपाली स्वादमा टिम्बुर हालेर मैले यो हाफ मगाएको छु र त्यसै गरी मैले टेस्ट गर्न लागिरहेको छु यहाँ चाउमिन नेपाली टेस्टमा है नेपाली स्वादमा जेस दामी नेपाली स्वाद नेपालकै छ किनभने यहाँको चाउमिन चाहिँ त्यति टेस्टी हुँदैन नि त स्वाद त्यहाँको हुँदैन यहाँको चाहिँ टेस्ट चाहिँ हाम्रो स्वाद चाहिँ नेपालकै रहेको छ बिल्कुल कपी सेम टु सेम यो बफ चाउमिन रहेको छ
टेस्ट कस्तो रहेछ स्वाद छ दामी छ गोपाल खानु न स्वाद कस्तो छ है त मोमो रिभ्यू गर्नु त ल तर तातो तातो छ मजा छ तातो होला तातो छ सो आई होप गाइज योर इन्जोय तपाईँहरू यस भिडियो हेरेर इन्जोय लिनुभयो होला भन्ने मेरो आशा छ र त्यसै गरी भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद जे जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा लेखिदिनु होला र अर्को भिडियोमा फेरि पनि भेट्ने बाचाका साथ आजलाई बिदा हुन चाहन्छु हस्त नमस्ते बाई बाई है त